हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हाम्रो मम्मीले टक्क मैले अघि काटेर राखेको तरकारी पकाउन लाग्दै हुनुहुन्छ है। आगो जोड्दै हुनुहुन्छ बिस्तारै। यस्तो मजाले धुवामा चाहिँ आगो बलिरहेछ। अनि मम्मी आज मेरो मम्मी चाहिँ बोल्न अलिक लजाउनुहुन्छ है, त्यही भएर धेरै बोल्न मान्नुहुन्न। तर तरकारी चाहिँ एकदमै मिठो पकाउनुहुन्छ कि भने जस्तै। आगो बल्यो। तेल धेरै खानु हुँदैन है। के हुन्छ तेल धेरै खायो भने? धेरै तेल खायो भने शरीरलाई फाइदा गर्दैन होइन। तर यसको अर्को पनि बेफाइदा छ कि तेल चाँडै सकिन्छ कि, अनि फेरि किन्नुपर्छ। सो तेल चाहिँ बचाउनुहोस् है। आजको तरकारी हाम्रो मम्मीले चाहिँ म टोइलेट गएर यहाँनिर के अरे सबै हाल्न भ्याइसक्नु भएछ हेर्नु। हुँदैन, भातभन्दा तरकारी धेरै खानुपर्छ भने थाहा छैन। यस्तो बचत नै गर्नु पर्यो। हाल्नु त्यति फेरि ल्याउँला, बारीमा छँदैछ नभए भयो पो पिहिरहलो। हुँदैन त बारीमा जाने टिप्नलाई। त्यही धेरै मसिनो पार्नु पर्दैन होला, मैले पक्रिहाल्दैन आफै। त्यति पारे पुग्छ। मन्डन खानुपर्छ। मैले बारीभरि खोजेर सबै तरकारी जम्मा गरेँ होइन, तर घरभित्रै भएको आलु चाहिँ काट्न बिर्सेँ। अनि मम्मी आफैले आलु तास्दै हुनुहुन्छ है। त्यो पहिला आलु हाल्नु पर्दैन है, किन मिठो हुन्छ? जान्नै परिरहेको छैन हामी मम्मीलाई चाहिँ। काठको चम्चा त होइन क्या यहाँ चाहिँ है। आलु चाहिँ तपाईँ खाने होला। धुवाले होला है, धेरै खोकी लागिसक्यो तपाईँलाई। होइन ओडार मुनतिर त्यो चाहिँ के गरेँ मैले? के ला अचारलाई के को छोप? झुम्रो चाहिँदैन है, हातैले हुन्छ। अब चाहिँ लास्टै भोक लाग्यो है खाना पकाउँदै। अनि मम्मीलाई मैले अस्ति सरखाना छ नि पोल्नु भनेर नि है, मम्मी चाहिँ भुङ्ग्रो खोज्दै पोलालाई यसरी पोलेर खाएको सरखाना यस्तो मिठो हुन्छ। सो तपाईँहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। सरखाना पनि रेडी। यो चाहिँ के को लागि भयो? अचारलाई टमाटर सिक्नु। यहाँ अचार पिरो त खाने न, अचार खाने नै पिरो हो। त्यसै दुधको कड पुडे। दुध छ कि छैन मम्मी?
रातमा पनि झोले चाहिँ सिर्छौँ पनि कहाँ जाँदा झिकै उतिराख्नु न ल तरकारी पनि पाक्यो हाम्रो मम्मीको यो चाहिँ के हो मम्मी छोराले सरखाले तपाईँ गाउँमा फलाउन सक्दैन नानी पर्दैन हाम्रो अब रोग लाग्छ उस्तो हुन्छ त्यो तातो छ खाइदिन मिठो छ है मिठै छ ए गाउँमा तपाईँहरू बस्ने अनि म चाहिँ काठमाडौँ सरखाना ल्याउने किन फल्दैन गाउँमा यस्तो माटो छ यति धेरै बारी छ नफलेर हुन्छ मिठो त बोकेर छ नि खाइदिने एन्ड फाइनली हाम्रो खाना चाहिँ रेडी भयो है सो मेरो चाहिँ भोक एकदमै बढिरहेको भएर है कुर्नै सकिरहेको छैन त्यही माथि आमाको हातको खानेकुरा खानलाई है एकदमै एक्साइटेड छु सो लस्सी भन्नुभयो को आएको त बाख्राले घाँस पनि के मान्छे हिँडेर त खाँदा खान्छ खानु त्यति काम गरेर मान्छे खाइहिँड्छन् भात नाइ म त नहाल्दिनँ खान खान अनि तरकारीको चाहिँ एकदमै मिठो बास्ना आइरहेछ है तपाईँले त भिडियोमा सुन्न मिल्दैन तर मैले चाहिँ एकदमै मजाले स्मेल गर्न सक्छु कि तरकारी एकदम मिठो छ कि बास्नाले नै यत्रो भात त खाइसेन भाइ हिजो भात त म त खान्न अलिकति खान्छु आज झिक्नु पऱ्यो ल यो चाहिँ हाम्रो एकदमै गाईको अर्ग्यानिक मही है बिहान भर्खर मम्मीले पारेर जानुभएको थियो अनि यो चाहिँ राति गेडाको अचार है टक्क बिहाको छुपारेर बनाएको हेर्दै मुखबाट पानी आइसक्यो मेरो चाहिँ अचार एकदमै फेभरेट हो क्या एकदमै धेरै फेभरेट हो बोला राख्दैन के हाल्नु अब के हुन्छ चाहिँदैन घुमाउनु घुमा मात्र भाडा मात्रै तपाईँकोमा हाल्नु त अहिले मजाले हाल्नु हाल्नु हाम्रो मम्मी चाहिँ फेरि आफूले खाना भनेपछि एकदमै लोभी हुन्छ है फेरि अरूलाई दिने बातीको मासु घुमाउनु भन्छ हालेर देखिहाल्नु भयो होला है पुरा त्यो झर्छ कि जसरी घुमाइरहनु भएको छ घिउ पनि अचारको झिक्नु त्यहाँ मोल्नु यस्तो भएछ मिठो मिठो भएछ अनि हामी आमा छोरा चाहिँ दुःखको मानौँ है बिहानभरि काम गरेर खानासाना बनाएर हात चाटी चाटी घिउ मही हालेर खायौँ